हाई गुड मर्निङ एन्ड नमस्ते। आजको मेरो मिनी ब्लग। बिहान उठेँ, टक्क चिया बनाएपछि टक्क हालेँ अनि सबैजनाले चिया खायो। त्यसपछि टक्क मम्मीले सिमी बनाइ भन्नु अनि म सिमी बनाउँदै थिएँ अनि मम्मीले उता पकाउन सुरु गर्नुभयो। मैले सिमी बनाइसकेँ। त्यसपछि बाहिर झाडु लगाएँ मैले। त्यसपछि टक्क घाम पनि पऱ्यो हेर्दै फाइनल्ली। अनि टक्क खाना पनि पकाएको, भात खाइयो। अनि त्यसपछि टक्क म बारीमा गएँ, तोरी फिजारै भन्दै हुनुहुन्थ्यो मम्मीले। अनि त्यसपछि त्यहाँबाट आएँ अनि अस्ति दाँते भाँचिएको थियो अनि दाँतेलाई पनि त्यसको बिँड हालेँ। अनि त्यसपछि टक्क लगाएर फेरि चिया बनाएर मम्मीहरूलाई लिएर गइदिएँ। अनि फेरि घाँस काट्न गएँ, ल्याएर बाख्रालाई हालिदिएँ। यति घाँस काटेर लिएर आएँ। त्यसपछि गएर टक्क मम्मीले खाजा बनाइ भन्नुभयो, चाउचाउ बनाएँ। टक्क हन्डा पनि लिएर आउनुभएको थियो डेडीले। अनि टक्कै खुर्सानी सुर्सानी प्याज स्याज काटेर रेडी गरेर टक्क चाहिँ हेर्दै चाउचाउ पनि पाक्यो। त्यसपछि चाउचाउ पाकिसकेपछि सबैजना मिलेर चाहिँ चाउचाउ खाइयो। खाइसकेपछि फेरि मम्मीले माछा फ्राई गर्दै भन्नुभएको थियो अनि मसला हालेँ माछामा। अनि टक्क बाहिर आगो फुकेर टक्क माछा फ्राई गर्न लाएँ। आजको स्पेसल हाम्रो चाहिँ माछा थियो। त्यसपछि टक्क चाहिँ यता फ्राई गरेर भ्याएर फेरि ग्रेभी बनाउन लाएँ। टक्क गेम हेर्दै ग्रेभी पनि बनिहाल्यो। त्यसपछि फेरि भात पकाउने टाइम भयो। त्यसपछि टक्क भात बसालिदिएँ। त्यसपछि यसो बाहिर हेरेको रात परिसक्यो रहेछ अनि आनन्दले